साथीहरु नमस्ते। म उमाशंकर केसरी फेरि आज उपस्थित भएको छु। यो 34औं अधिवक्ता तयारीमा जो लाग्नु भएको छ उहाँहरूलाई साथीहरूलाई केही सहयोग होस् भन्ने हिसाबले म चाहिँ आज पुनः केही कुराहरू लिएर उपस्थित भएको छु। यो भन्दा पहिले मैले चाहिँ विभिन्न एमसीक्यूहरू प्र्याक्टिस गराएको छु भने अब आजको यो छोटो म 20 वा 25 मिनट मात्र छोटो अवधिको लागि म उपस्थित भएको छु। यसमा चाहिँ हजुरहरूलाई हाम्रो सिलेबससँग रिलेटेड जुन कि हाम्रो सिलेबसमा भनौँ न यो हाम्रो सिलेबसमा जुन मस्यौदा लेखन छ त्यो मस्यौदा लेखनको बारेमा थोरै चर्चा गर्न गइरहेको छु। यो मस्यौदा लेखनमा देवानीतर्फ हेर्नुहुन्छ भने हामीलाई 30 नम्बरको एउटा मस्यौदा 5 वटा जुन हाम्रो नजिरहरू दिएको छ त्यो 5 वटा नजिरहरू मध्ये एउटा नजिरको कुनै एउटा जसमा चाहिँ हाम्रो सिलेबस अनुसार यसमा फिराद पत्र, प्रतिउत्तर पत्र, अन्तर्कालीन आदेश उपरको निवेदन, बहस नोट, पुनरावेदन, दोपा र पुनरावेदनको निवेदन, बिगो भराउने, चलन चलाउने र अंश छुट्याइ पाऊ भन्ने निवेदन, अधिकृत वारेसनामा आदि यो 8 वटा हामीलाई दिएको छ। जसमध्ये अब प्र्याक्टिस त सबै गर्नु पर्यो है, तर हजुरहरूले बढी जसो सोधिने भनेको यसमा फिराद पत्र, प्रतिउत्तर पत्र, बहस नोट, बिगो भराउने, चलन चलाउने र अंश छुट्याइ पाऊ भन्ने निवेदन बढी जसो सोध्छ। पुनरावेदन पनि सोध्छ। अब यसमा हजुरहरूले फिराद पत्र भनेको के हो त? फिराद पत्र भनेको सुरुमा मुद्दा दर्ता गर्नको लागि लेखिने निवेदन हो। यो फिराद पत्रको फर्मेट चाहिँ हजुरहरूले मुलुकी देवानी संहितामा पाउनुहुन्छ। यसमा फिराद पत्र कसरी लेख्ने भन्ने फर्मेट नै फलो गर्नु होला। यो देवानी मुद्दाकोमा फिराद पत्र र प्रतिउत्तर पत्र बढी जसो सोध्छ। हजुरले फिराद पत्र, प्रतिउत्तर पत्र र बहस नोट। फिराद पत्र भनेको साधारण भाषामा भन्दाखेरि यो निवेदन हो जुन चाहिँ हामी निवेदन लिएर अदालतमा उपस्थित हुन्छौँ, त्यही निवेदन हो यो, जसलाई हामीले निवेदन भन्नुस्, फिराद पत्र भन्नुस्। यसलाई चाहिँ तपाईहरुले चाहिँ मुलुकी देवानी संहिताभित्र फर्मेट पाउन सक्नुहुन्छ। त्यसपछि प्रतिउत्तर। प्रतिउत्तर भनेको के हो भने प्रतिउत्तर भनेको प्रतिवादीले पेश गर्ने। वादी भनेको हामी जसले मुद्दा दायर गरेको छ त्यसले वादी भयो भने प्रतिवादी भनेको विपक्षी भयो। अब यो प्रतिउत्तर पत्र भनेको पेश भएको फिराद पत्रलाई खण्डन गर्ने हो। मैले फेरि भन्छु हजुरहरूलाई, पेश भएको फिराद पत्रलाई खण्डन गर्ने यो त्यही नै हो हजुरको प्रतिउत्तर पत्र। अर्थात् जुन चाहिँ वादीले फिराद दायर गर्दा वा निवेदन अदालतमा दायर गर्दाखेरि के इस्युहरू उठाएको छ यसलाई लेख्न सजिलो छ। यसको पनि प्रतिउत्तर पत्रको पनि हजुरहरूले मुलुकी देवानी संहिताभित्र यसको फर्मेट पाउन सक्नुहुन्छ। त्यही फर्मेट प्र्याक्टिस गर्नु होला। यसमा
वादीले उठाएको प्रत्येक प्रश्नको उत्तर दिने हो जुन कि आफूसँग सम्बन्धित छ। कहिलेकाहीँ वादी पनि एकभन्दा बढी हुन सक्छ, प्रतिवादी पनि एकभन्दा बढी हुन सक्छ। जस्तो देवानी मुद्दाहरूमा अंश मुद्दाहरू हुन सक्छ, यसमा प्रतिवादी र वादी एकभन्दा बढी पनि हुन्छ भने जवाफ लेख्दाखेरि वा प्रतिउत्तर लेख्दाखेरि कसको प्रतिउत्तर हजुरहरूले लेख्दै हुनुहुन्छ, कसको तर्फबाट प्रतिउत्तर लेख्दै हुनुहुन्छ, सोलाई ध्यान दिनुपर्छ र सोसँग सम्बन्धित आफूसँग सम्बन्धित कुराहरूको प्रतिउत्तर भनेको खण्डन गर्ने हो। यो भनेको खण्डन गर्ने, यो भनेको तयार गर्ने हो, खण्डन गर्ने हो। हरेक कुराहरूले जे भनेको छ त्यसको लजिक तपाईले दिने हो। उसले जे मागेको छ त्यसको लजिकली उसलाई चाहिँ गलत प्रमाणित गर्ने हो, त्यो चाहिँ प्रतिउत्तर हो। त्यसैगरी अर्को महत्त्वपूर्ण बहस नोट, नामै त बहस नोट। बहस नोट तयार गर्ने भनेको तपाईले नियुक्ति गरेको अधिवक्ताले हो। हरेक मुद्दामा बहस नोट माग्दैन, केही मुद्दाहरूमा बहस नोट माग्छ। बहस नोट भनेको तपाईको अधिवक्ताले पेश गर्ने लिखित कागजात हो जुन कुराहरू बहसमा पनि उले इन्क्लुड गरेका हुन्छ। तर अदालतले कहिलेकाहीँ के गर्छ भने बहस नोट लिएर आउनुहोस्, अर्थात् त्यहाँ पनि के हुन्छ भने वादीले तपाई प्रतिवादीको तर्फबाट बहस नोट लेख्दै हुनुहुन्छ भने वादीको कुरालाई खण्डन गरेर तपाईको अधिवक्ताले, तपाईको कानुन व्यवसायीले उसले मागेको कुरो, उसले फिराद पत्रमा मागेको कुरोलाई खण्डन गरिदिने हो, हैन? प्रतिवादीको तर्फबाट हो भने वादीको खण्डन गर्ने हो, अर्थात् फिराद पत्रबाट जे मागिएको छ त्यो कुराको खण्डन गर्ने हो, हैन? यो बहस नोट पनि सोध्ने गरेको छ। यसलाई पनि तपाईहरुले बहस नोटको खासै फर्मेट हुन्न। यसमा माथिल्लो भागमा वादी प्रतिवादी र विषयमा बहस नोट लेखेर टु दी पोइन्ट हामीले हाम्रो कानुन व्यवसायीले आफ्ना लजिकहरू राख्ने हो। अब पुनरावेदन भनेको के हो भने पुनः आवेदन भन्न खोज्या हो। तपाईले एउटा लेभलको, जस्तो अहिलेको हाम्रो नेपालको कानुनी संरचनामा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत हो। जिल्ला अदालतबाट भएको फैसला उपर पुनः आवेदन दिनु हो, अर्थात् पुनरावेदन हो। जिल्ला अदालतबाट वादी वा प्रतिवादीलाई चित्त बुझेन भने ऊ पुनरावेदन लिएर उच्च अदालतमा जान्छ। उच्च अदालतमा गएर पुनः चाहिँ उले चाहिँ पुनरावेदन पत्र भनेको यो फिराद पत्र जस्तै हो, यो पनि फिरादै गरेको हो, यो पनि निवेदन नै दिएको हो। फरक कति हुन्छ भने त्यहाँ निवेदन दिँदाखेरि जिल्ला अदालतबाट भएको यस्तो फैसला मेरो मन्जुरी छैन भने देखाउने हो। यसलाई यो कारणले यो मलाई मन्जुर छैन भनेर देखाउने हो, हैन? यसको पनि फर्मेट मोर और लेस के हुन्छ भने फिराद पत्र जस्तै हुन्छ। फरक कति हुन्छ भने यसमा जिल्ला अदालतबाट फैसला गर्ने न्यायाधीशको नाम, मिति
अर्थात् निर्णय मिति, जिल्ला अदालतबाट भएको फैसला, निर्णय मिति, जिल्ला अदालतबाट भएको फैसला मिति आदि, जिल्ला अदालतको नाम कुन जिल्ला अदालतले गरेको हो, निर्णय मिति र सोको फैसला गर्ने न्यायाधीश समेत लेखिन्छ। यसरी हजुरहरूले यो देवानीबाट यति कुराहरू प्र्याक्टिस गर्नु हो भने यो मोरलेस तपाईहरुलाई चाहिँ प्र्याक्टिस त हरेक कुरा गर्ने, तर फोकस चाहिँ त्यसमा गर्नुस् भनेर मात्र भनेको हो मैले। अब प्र्याक्टिसै नगर्ने भन्ने कुरो आउँदैन, प्र्याक्टिस त गर्नै पर्यो हैन। यसरी मैले आज हजुरहरूलाई देवानी मुद्दाको लिखत मस्यौदा मा के महत्त्वपूर्ण कुराहरू ध्यान दिने भन्ने कुरो चाहिँ मैले हजुरहरूको सामु राखेको छु। म सम्भव भएसम्म भोलि यही 8:30 देखि 9 बजेको बीचमा एउटा कुनै नजिरबाट लिएर नजिरको सारांश वा त्यसको स्टोरी मैले हजुरहरूलाई भनेको थिएँ। यी सबभन्दा पहिले यो 15 वटा नजिरको तपाईले कथावस्तु बुझ्नै पर्छ, के हो दिमागमा राख्नै पर्छ। त्यो नजिरहरू पढ्ने, नजिरहरूको स्पेशली चाहिँ मुख्यतया नजिरहरू ठुलो हुन्छन्, मुख्यतया ठहर खण्ड पढिए भने तपाईले नजिर बुझ्नुहुन्छ हैन। अनि त्यसपछि सबभन्दा के हुन्छ भने देवानी मुद्दामा वादी धेरै हुन सक्छन्, प्रतिवादी पनि धेरै हुन सक्छन्। यो वादी त्यो मुद्दामा भएको रिलेसन बुझ्नुपर्छ। साथीहरू, अब आज मैले चाहिँ अलि छोटो नै समय भएकोले मैले हजुरहरूलाई चाहिँ देवानी मुद्दाको बारेमा मैले केही कुराहरू राखे। अनि भोलि म एउटा कुनै न कुनै मुद्दा लिएर पुनः उपस्थित भएर हजुरहरूलाई त्यो नजिरसँग सम्बन्धित रहेर यसको चाहिँ स्टोरी के हो, यसमा के सोध्न सक्छ बढी भन्ने कुरा चाहिँ राख्ने प्रयास गर्नेछु। तबसम्मको लागि आजलाई शुभरात्रि। अब हजुरलाई यो फाइदामूलक लाग्छ भने यो फ्री क्लास हो। मैले चाहिँ आफ्नो युट्युब बायोमा लेखिएको युट्युब च्यानलमा पनि राखेको छु। मैले यो टिकटकमा पनि राखेको छु। यो पछि पनि हजुरहरूले हेर्न सक्नुहुन्छ। हजुरहरू उपस्थित हुनुभएकोमा धन्यवाद दिँदै म मेरो सानो आजको लाइभ यही नै टुङ्ग्याए। पुनः भेट्ने बाचा गर्दै शुभरात्रि। धन्यवाद।